हाई गाइस वेलकम बैक टू माई च्यानल। आज फेरि आइसकेको मेरो भ्लगले आज चाहिँ छत्र देउराली जाने हो किनकि आज गुणोत्सव हो। छत्र देउरालीको बाको पूजा पनि हो। हेर्नु है म यहाँबाट भ्लग त्यही गर्छु। हेर्नु है त गाइस बाहिरतिर नि यता पहिला हामी आउँदा भन्दा बाटो राम्रो भएको छ यता। हेर्नु है त गाइस पहिला हामी आउँदा गाइस तिनीहरू अस्ति त यही बाटो आएको हो त नि। छत्र देउरालीबाट त मुस्ताङगा गाइस हेर्नु त पहिरो गयो यो धन्न अफरोड भएन त। गुणोत्सव गर्ने ठाउँ चाहिँ गाइस हाम्रो माथि देखिरहेको नि त्यहाँबाट है उयो ठाउँ हो नि यहाँबाट चाहिँ गाडी आउँछ। बाइक समय आउँछ। ए भाइ के ल्याए यस्तो ल ल ल ल गोप्रो हेलो हेलो कि माथि लगेछ त बोल्नु त जुत्ता उँधो त्यो हेर्नु त कति धेरै बुझ गाइस एउटा म्याजिक देखाउँ। हेर्नु है त यो अहिले स्विच अन है यो बत्ती अफ हो। मैले अफ गरेँ यो बत्ती अन मान्छे नै मैले त यस्तै हुन्छ बरु हिजै बस्ने थाहा भने बस्ने त अब कसले सिँगार्थ्यो नि त्यही होइन यहाँ बिहानभरि उठेर सिँगार्दा कपडा हाल्नु पर्ने भए यसमा नि हाल भाँडोमा के छ बाल आरामै छ। भएन ब्यालेन्स मिलेन बाबु यता बस् यहाँ मुडी खिच्नु त बाबुले पनि थाहा पाउँछ डल्ले तैँले ल्याएको यस्तो खै ल्याउनु न यहाँ बुवाको साइडमा राख्नु न ल्याउनु किन त्यहाँ बुवाले ल्याएको aku अर्को ब्याट्रीलाई साहाउने मम्मी यहाँ राखिदिनु त लग्नु के भयो मम्मी यहाँ राखिदिनु ठुलो भयो पर्सिलाई अलि सानो ठुलो साडी
उता जानु मन अर्को माला नि होइन राख त्यहीँ राख पछाडिपट्टि पट्याएर राख्नु बुवालाई एउटा लगाइदिनु भनेको मैले लाउनै पाइनँ अनि माला यी झिक्दा झिक्दै कता कसले कता राख्नु होला अब छ नि जुन झिकेर ल्यायो त्यो अहिलेसम्म लाउँछ भन्ने तीनचोटि खानु ल पानी तन्न खानु है प्यास लाग्छ कि छैन अनि टिका लगाइदिनु अनि एउटा भाँडो राख्नु पायो हो त्यो माथि राख्नु हो ल राख्छु माथि टेकाउन छोरी हो ल बुवा जानुहोस् अनि पक्ने हजुरबासँग बस्नु पाएको कस्तो भाग्य छिट्नु है भन्दैछु म गोडा धोइसकेर अनि हात धुने पहिलोचोटि गर्न लाग्यो थाहा हुन्न नि त सिकाउनु पर्यो दिदीलाई के गर्यो दिदीको गोडा धोको मम्मी ड्याडीलाई हेर ल ल अब तिमीहरू गर पानी खानु यस्तो गरौँ यस्तो ल मामा हात धोइदिनु भने होइन हात पुस्ने नि टिका लगाइदिनु मम्मीले बोलेर यसरी खिच ल साइनाले खिचेल साइनाको उहाँ छन् भिडियो बनाएको छ है मैले त फोटो खिचेन भिडियो बनाएको भिडियो टिकटकमा हालेको छ सबैले हेर्नु अस्ति त अहिले मन्दिरमा जाँदा खिच्ने हो कि दुलामा सोपेर दिनुपर्ने हो बुवालाई हेर न यहाँ दिदीको खुट्टा धोइदै गरे तिमीले धुनु हुँदैन मनी धुने तिमीले धुनु हुँदैन दिदी दिदी हेर न राम्री भएको बोल भाइलाई लाउनु दिदी भन न भाइलाई लाउनु दुई हातले खानु पर्छ अब टिका लगाइदेऊ सानो भन्दा सानो यस्तो खैदैन हुन्छ पाती छैन ऊ आऊ बुवाको छेउमा छ पाती मात्रै लगाइदिनु हुन्छ अब त बाई 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 नाची नाची त्यही भएर पानी खानु भएको पानी सानी खुवाउने त्यसले खोज्यो भने अहिले पछाडि तानिदेऊ तल्लो चाहिँ मालाले खोज्छ कि छ त्यही भएर यस्तो गरे छैन
खुल्ला भाला एउटा फोटो खिच्नु चाहेको छ ब्यागको सकिन खुल्ला भाला फोटो खिच्नु जति बस्यो हुन्छ मान एउटा फोटो हाम्रो नि बनाऊ न हजुर किनाजु जय हाम्रो नि है सबैको आउने गरी यो त भिडियो है मेरो नाति मेरो भान्जी अनि उहाँ त मेरो नातिनी अब भान्जीकी छोरीलाई मामाले रहर गर्नुभयो त के हो अब खाने भिज्छ भन्दै राखेको त्यो चाहिँ ज्वाइँ नभएको परा हुन्छ भन न दादालाई हालिदिनुहुन्छ गुरुबा भनेर हजुरले चिन्न नि पर्यो नि चिन्नुहुन्छ नि किन नचिन्नु हजुर दौछान यसरी मुनि गोडा राख्ने यसरी फुल मामा माइजी गाडीको दुई पत्ता छ मामा दुईटा हुने पर्छ मेरो छोरी भन्न न ओके ओके ल खिचिरहेको छु एकछिन भित्र आउनु मम्मीले हालिदिनुहुन्छ होइन मम्मीले हालिदिनुहुन्छ नातिनी गोडा पानी खानु पायो चिन्नु पर्यो नि पैसा आयो के गरे गोडा लगाइदिनु होला फेरि त्यो टिपेर माथि राख्नु अब बुढो भइहाल्यो अहिले ल फोटो बसेन के एकछिन आएर त्यहाँ अहिले
पानी खाने बिस्तारो गर्ने है पानी खान्छ सर्टकटको हो नमस्कार बाबु माइजू मम्मीले बोलाउनु बाबा नारायण मेरो छोरा थ्याङ्क यू माथि लगेरमा पठाइदिनु तपाईँ पिज्जा ढुक्क बस्नु न आज दिन बेलुका 4 साउनी गरेर सबैले आमाको आमा खै गुने बारा चिनी खाइजाने भाइले चिनी खाइने दाली रेडी गाइस यो चाहिँ हाम्रो किचन हो पुरै माटोले बनेको घर हो माटोको घर गीत हो मलाई जेलको पानी खानुपर्छ जेलको रोटी खानुपर्छ भइसक्यो भाइले त भिडियो लिन्छ मलाई मेरो फोन खिचा त हजुर भएको ल नातिलाई पैसा दिनु न हामी टिकट लाउँला मेरो रोल नम्बरको चार्ज भयो मेरो रोल नम्बर 13 हो नि त 13 आज बस्ने होइन र होइन मन्दिर जाने हो
मन्दिर जाने सक्नु म जान्न हामी गएर आउँछौँ तपाईँको नातिनीको बहिनीको आमा बा खुसी हुनुहुन्छ ल तिमीलाई सम्झिरहनु भएको छ हो र अप्सरा अब मामा बोक्न आइया होइन मामा बोक्ने हो त बोक्नु परेको नि अब बोक्ने हो मामे नहुने है मामालाई हुँदैन होला नेपाली हुँदैन हेर म हेर्दै जाउँ किती मान्छे नौबेला फेरि अगाडि ल बाटा
तेत्तिसकोटी देवताको सम्पूर्ण मानव मात्रको दिदीहरु कहाँको युनिट रे यहीँको हो यहीँ टिमडुङ्गा के नाम भन्छ टोलीको संस्कृति जागरण मोबाइल नभइकन जाने कि उठे गएर दादा दिदीको एउटा खिच्नु पर्यो क्या पहिला दादा दिदी खिच्ने अनि सानीको अब
अप्ठ्यारो भएको यहाँ जानु नि त। माथि बस्दा नि हुन्छ